बिहानै खाजासाजा खाएर डोको बोकेर म चाहिँ हिँडेँ वनतिर। मसँग हुनुहुन्छ मम्मी अनि ठुली मम्मी हुनुहुन्छ हैन। अब आज यस्तो काफल खान जाऊँ न त भनेर लागेको। मम्मी चाहिँ पछाडिबाट हाङखुसी समाएर आउनुभएको छ। ठुली मम्मी चाहिँ अगाडि नाम्लो समाएर गुटुङटुङ गर्दै हिँडिरहनु भएको छ। यो चाहिँ हाम्रो जङ्गलदेखि माथितिरको बाटो हो। हाम्रो जङ्गल चाहिँ एकदम रमाइलो अनि घमाइलो टाइपको छ हैन। अनि यता हाम्रो जङ्गलमा चाहिँ सालको रुखहरू छैन के। घासाङ घुसुङहरू, कटुसहरू, तिजु अनि त्यो चिलाउने के भन्छन्। अनि त्यो काफलहरू भयो। त्यो तिनै रुखहरू छन्। मलाई सबै रुख त थाहा छैन। फाइनल्ली हामी जङ्गलभित्र छिर्यौँ। अब यसो हेर्नु पर्यो काफल कतिको पाकेछ भनेर हामी सिधा काफलको रुखतिर लाग्यौँ। काफलको रुखतिर लाग्दाखेरि त वाउ गरिराखेकी छु म ती। काफल एकदम पाकेको रहेछ के त्यहाँनिर चाहिँ। अब त्यो रुखमा चढ्न सकिन्छ कि सकिन्न त भनेर विचार गर्न लाग्यौँ। अनि अब चढ्न त पर्छ। मम्मीहरूले टेका लगाएर भए नि चढ्न पर्छ भनेर त्यही रुख हो। त्यो रुखमा चाहिँ म चढेँ। फाइनल्ली रुखमा म चढेँ। मम्मीलाई भिडियो बनाइदिनु त मम्मी भनेको, भिडियो त सुरु भएको छैन भन्नुभयो। सुरु चाहिँ भएको रहेछ भन्नुहुन्छ फेरि। मैले काफल त टिपेँ गाइजहरू। काफल एकदम पाकेको थियो तर सानो गेडा रहेछ। टिप्न अलि झ्याउ लाग्दो के। हजुरहरूले पनि देख्न सक्नुहुन्छ। अनि मम्मीहरूले भुइँमा अब एकदम काफल त एकदम पाक्यो भने भुइँमा झर्छ नि त। रुखमा टिप्दाखेरि अब हाँगा हल्लाइदिएपछि तल चाहिँ एकदम झर्छ। त्यही भएर हामीले घरबाटै तन्नाहरू लगेर गएको थियौँ। ती ओछ्याउनु भएको छ। मैले चाहिँ रुखबाट तन्नामा काफल खसेछ कि पात भनिरहेको थिएँ। अनि ठुलो मम्मीले चाहिँ काफल त त्यस्तै हो पात चाहिँ झरेछ भन्नुभयो। फाइनल्ली म रुखबाट झरेँ। अनि रुखबाट झरिसकेपछि मलाई एकदम थकाइ महसुस भएको थियो। थकाइ लागि जाँगा नलागे जस्तो गरी म ती काफल देखाउन थालेँ। काफल एकदम पाकेको थियो। कोही हरियो पनि छ। पछि पाक्ने काफल रहेछ। हजुरहरूले देख्नुभयो त्यो हेर्न सक्नुहुन्छ। एकदमै मिठो छ है काफल चाहिँ। गुल्मी चाहिँ हजुरहरू काफल खानको लागि आउन सक्नुहुन्छ। अनि एकछिनपछि अब हामी निस्क्यौँ। मैले चाहिँ काफलको भारी बाँधेको थिएँ बर्कीमा। मम्मीले प्लास्टिकमा राखेर बर्कीमा भारी बाँधिदिनु भएको थियो। बोकेर चौतारीमा आएर बसेँ। एकदम थकाइ महसुस भएको छ। मलाई एकदमै धौ भयो भनिरहेको छु। त्यही मेरो अनुहार पनि कस्तो कालो निलो चुर भएको छ। एक त कालो अनुहार झन् थकाइ लागेपछि झन् कालो भएको छ। मेरो भारी मैले सो अप गरिरहेको छु। काफलको भारी हो त्यो चाहिँ। अनि मम्मी चाहिँ उताबाट सोत्तर लिएर आउनुभयो गुटुङटुङ गर्दै। अब हजुरहरूले देख्न सक्नुहुन्छ मम्मीलाई। मम्मी चाहिँ आउनुभयो गुटुङटुङ गर्दै। अनि अब खैले त म तेरो भारी देखाइदिन्छु भन्दै मेरो मोबाइल त समाउनु भयो। अनि त्यहाँले